सो आज हाम्रो कुटियाको 14 सिटरको चाहिँ राउन्ड हिँड्यो। डेभिलको यो ढिको टियाक्क उड्यो है। सो यो चाहिँ जबरजस्ती चलाउनु हुँदैन, इभी हो यो चाहिँ। जबरजस्ती यत्रो ठुलो आइसकेपछि जबरजस्ती नचलाउनु होला। गयो हामीले खोल्दैछौँ। विकास भाउ नमस्कार साथीहरू, हामी चाहिँ अब यहाँ ग्राउन्ड जाति गएको रहेछ गाडीको चाहिँ होइन मेन्टेनेन्स हान्दैछौँ है। एक्सल झिक्दैछ होइन। यसको चाहिँ यो दुईवटा यसरी स्वाटै गयो कि अरू चाहिँ ठिकै छ भनौँ, तर चाट्न त चाट्या छ है, टुक्रा टाक्री पनि अलिअलि, तर अरू चाहिँ ठिकै छ जे होस्। यो चाहिँ स्वाटै गयो। सो इभीको चाहिँ नो नेग्लिजेन्स। यो चाहिँ यस्तो चिजमा कुन्दिनँ होइन, अलिअलि गयो केही हुन्न, म चलाउँछु भनेर चलाउन मिल्छ, चल्छ, तर एक ठाउँमा फेरि त्यसरी नै गएर बस्दियो भने सकियो। गाडीलाई जुरुक्क उचालेर ल्याउनु बाहेक अरू उपाय छैन। अरू ठिक छ। अन्तको होइन, यो चाहिँ चाटेछ थोरै, यसको चाहिँ चाटेछ। यो गएर नै चाट्न थालिसक्यो हो क्या, यस्तो चाटिदिन्छ। यतापट्टिको यो चाहिँ गयो, यो चाहिँ गइसक्यो, यो चाहिँ अलिअलि चाट्न सुरु भएको छ। यो खास गरी टर्निङमा चाहिँ यो